नमस्ते, गुड आफ्टरनुन है। र आज चाहिँ तपाईँहरूको समक्षमा अलग्गै छुट्टै एउटा बात लिएर आएको छु है। र अहिले त हामीलाई धेरै नै भन्दा पनि धेरै सजिलो छ अहिले त है। न हामीलाई मञ्च चाहिन्छ, न त हामीलाई कुनै मान्छे भेला गरेर भाषण नै दिनुपर्छ। आफ्नो कुरा स्वयं अकेला बसेर बोलेर फेसबुकको मार्फत अथवा युट्युबको मार्फत हामीले पोस्ट गर्दा भइहाल्छ है। सजिलो छ अहिले त अब धेरै नै अब अहिलेको सामाजिक सञ्जाल अहिलेको प्रविधि लाई अब हामी धन्यवाद गर्नुपर्छ है। र आज चाहिँ सबैजनाले विश्लेषण गर्छ होइन, पार्टीको विश्लेषण अथवा हर कुरोको विश्लेषण है। र आजसम्म हाम्रो दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिकदेखि लिएर तराई, डुवर्स सम्पूर्ण जति पनि हाम्रो न्युज रिपोर्टर, युट्युबरदेखिको लिएर जतिजनाले पनि विश्लेषण गर्नुभयो उहाँहरूको मैले पनि धेरैवटा हेरेँ है। अब भक्तिको गिद्धे नजर भन्ने एकजना दिदी हुनुहुन्छ, उहाँले पनि धेरै राम्रो राम्रो कुराहरू खुलासा गर्नुहुन्छ, निडर हुनुहुन्छ उहाँ दिदी है। र एक्चुअलमा आज चाहिँ म यो यहाँबाट चाहिँ म आज चाहिँ के विश्लेषण गर्न गइरहेको छु भने, जनताले त सायद बुझ्नु भएको होला, हाम्रो न्युज च्यानलहरूले पनि बुझ्नु, अब जो एङ्करहरू हुनुहुन्छ, जतिजना पनि हाम्रो कर्णधारहरू हुनुहुन्छ है, उहाँहरूले पनि बुझ्नुभएको हो। तर एक्चुअलमा यसको विश्लेषण चाहिँ आजसम्म आएको छैन र मैले गर्न गइरहेको छु है। धेरै लामो नखिचौँ, सिधै मुद्दामै आउँ है, सिधै अब पोइन्टमा आउँ। एक्चुअलमा हाम्रो पहाडको राजनीति जुन छ नि, राजनीतिक दलहरू जतिजना पनि छ है, एक्चुअलमा यो के हो भन्दाखेरि चाहिँ 86 देखि उता नजाउँ, 86 देखिको यता आउँ है। र 86 को जुन एउटा हाम्रो गडफादर अफ गोर्खाल्यान्ड नै म त मान्छु एक्चुअलमा सुभाष घिसिङज्यूलाई। किन मान्छु भन्दाखेरि उहाँले एउटा गोर्खाल्यान्ड, भलै गोर्खाल्यान्ड हुनु नसके पनि जनजनको मुटुमा एउटा गोर्खाल्यान्ड भन्ने शब्दलाई उहाँले छाप्न र एउटा पुरा विश्वलाई हामी दार्जिलिङलाई चाहिँ गोर्खाल्यान्ड चाहिन्छ भन्ने एउटा पुरा विश्वलाई पहिचान मतलब एउटा सन्देश बाँड्ने काम उहाँले गर्नुभयो है 86 मा। तर हुनु त हाम्रो धेरै आमा बुबा, हाम्रो दाजुभाइ, हाम्रै इष्टमित्रहरू कतिजना है, मेरै आफ्ना आफन्तहरू पनि कतिजना गुमाउनु परेको छ, त्यसमा त अब दुःख लाग्छ होइन। र त्यसपछि विमल गुरुङ सिधै नभनिहालौँ, सुभाष घिसिङज्यूले के चाहिँ गर्नुभयो उहाँले भन्दाखेरि चाहिँ एउटा केराको बिरुवा ल्याएर रोप्ने काम गर्नुभयो दार्जिलिङमा, यानि कि जिएनएलएफ है, जिएनएलएफ पार्टी खडा भयो उहाँको नेतृत्वमा है। र त्यसपछि उहाँले जति गर्नुभयो है, धेरै भलाइ बितेर जानुभयो र पनि धेरै धेरै कुछ गरेर पनि जानुभयो, धेरै कुछ अब कतिवटा नराम्रो पनि भएको होला त्यसमा होइन। त अब 86 त आई डोन्ट नो, किनभने म त अब 86 मा त जन्म मेरो भएको थिएन। सुभाष घिसिङज्यूले पार्टी खोलेको 4 वर्षपछि 1990 मा मेरो जन्म भएको हो। अब साह्रै मलाई त्यति थाहा छैन, बादमा गएर अलिअलि उहाँको एट्याक भयो, त्यहाँदेखिको के भन्छ सिके प्रधानज्यूलाई गोली हानेर मारेको चाहिँ मलाई थाहा छ, त्यति बेला म क्लास 4 मा पढ्दै थिएँ होला सायद है। र कुरा के हो भने पार्टी जुन एउटा केराको है, पार्टीलाई पनि नभनौँ, एउटा केराको बिरुवा रोप्नुभयो उहाँले, धेरै झ्याङ्गिएर पनि गयो, धेरै फलहरू पनि फल्यो, धेरैले खाए पनि त्यो फलहरू है, कतिजनाले त्यो फल के गरे कसो गरे कति के भयो है। त्यसपछि 2007 मा त्यही केराको झ्याङबाट जुन बिरुवा आउँछ नि, हामीलाई थाहा छ नि, त्यो बिरुवालाई चट्ट काटेर उखालेर चाहिँ
अर्कै ठाउँमा अर्कै बारीमा लगेर सार्ने काम बिमल गुरुङज्यूले गर्नुभयो, हो कि होइन? त जब एउटा हामीलाई थाहा छ नि मौरीको राना, जब मौरी छिप्पिन्छ त्यसमा 2टा राना भएपछि गुड चेन्ज हुन्छ नि, राना 2टा भएपछि गुड चेन्ज भयो। त्यसपछि गुड चेन्ज भएपछि छुट्टिएर गयो बगल बिमल गुरुङको नेतृत्वमा है, बिमल गुरुङज्यूको नेतृत्वमा बिमल गुरुङज्यूले लगेर अर्कै जग्गामा लगेर ठ्याक्क केराको बोट गाड्नुभयो। त्यसपछि फेरि गोर्खाल्यान्डको नाराहरू चालु भयो, हामीलाई पनि थाहा भएकै कुरो। बिमल गुरुङज्यूले पनि रोपेको केरा एकदमै फस्टायो, मजाले फल्यो, एकदम दामी लाग्यो, फसल अझै राम्रो। यता हाम्रो के भन्छ सुभाष घिसिङको जुन रोपेको बारीमा रोपेको केराले भन्दा पनि अझै राम्रो फसल दियो है दार्जिलिङमा। तर जे मुद्दा थियो त्यो चाहिँ भएन, खालि फल मात्रै लाग्यो, सबले फल खायो, टन्नै खायो, अलिकति डेभलप पनि भएको जस्तो पनि भयो धेरै कुरा है। मेरै नोकडाँडामा, म नोकडाँडाको हो, लाभा नोकडाँडाको, आज झिल, यति राम्रो झिल बनिएको छ त्यो बिमल गुरुङको शासनमा भएको है। जे कुरो गरेको छ त्यसलाई गरेको हो बिमल गुरुङले भन्नुपर्छ। उहाँले धेरैवटा स्कुलहरू, कतिवटा बाटोघाटो, धेरै कुराहरू, अहिले मेरै घरकै मुनि एउटा बाटो खनिएको छ है, त्यो बिमल गुरुङकै टाइममा खनिएको हो। तर अहिलेसम्म पनि पिस भन्ने भएन, बिमल गुरुङ जस्तो उड्यो, बाटोघाटो सबै एकदम छ्यापछुप्प भयो, छैन अहिले। त्यो मेरो बारी त्यहाँ नभनेको पनि 30 किलो अलैँची फल्थ्यो, त्यति बारी चाहिँ बिगारिदिएको छ रोड खनेर। तर अहिले हिउँदमा चाहिँ दुःख सुख हामी पुरपार पारेर गाडी ल्याउँछौँ, अब आफ्नो सामानहरू ल्याउनुको लागि केही, नत्र अहिलेसम्म त्यो कसैको आँखा गएको छ नि त्यहाँ। अब हाम्रै गाउँको नेताहरू धेरै छ है, उनीहरूले आफ्नो आफ्नो घर जाने बाटोहरू चाहिँ पिस गर्दैछ फेरि, तर एक्चुअलमा त्यो भनेको झिललाई जोडिने जग्गा हो नि, तर अहिलेसम्म भएको छैन त्यो त भइगयो। अनि केराको बोट आउँदैछ है, केराको बोट भनेको चाहिँ यता फेरि बिमल गुरुङले ल्याएर रोप्यो। त्यसपछि दुःख सुख हुँदै थियो, फेरि विनय र अनित आयो, अनित थापा, फेरि उनीहरूले बिमल गुरुङको बारीबाट च्वाटै केरा फेरि बिरुवा काटेर बोट टाकटुक पारेर चाहिँ फेरि उनीहरू अर्को गाड्यो। अब अहिले जुन अनित र विनय तामाङ है, हर्कबहादुर पनि होला सायद, मलाई थाहा छैन त्यति, बिकज आई डोन्ट लाइक पोलिटिक्स अफ दार्जिलिङ, आई एम नट इन्ट्रेस्टेड इन द्याट फिल्ड है। तर मेरो एक्चुअलमा मैले हेराइ मेरो एउटा सिक्स सेन्सले चाहिँ के भन्छ भने त्यही हो। बादमा अहिले फेरि अनित र उहिले गर्यो, यिनीहरूले फेरि त्यही हो। अहिले त के भएको छ अब सबै त्यो नेताले के गर्दैछ जनताले सबै थाहा पाइरहेछ, देखिरहेछ, हेरिरहेछ अहिले कति गर्दैछ, के गर्दैछ भन्ने कुरा। भने समग्रमा के हो, एक्चुअलमा के भन्नु खोजेको भन्दाखेरि चाहिँ यिनीहरूले जुन पार्टी पोलिटिक्स भन्दैछ, अब अहिले को रे अजय एडवर्ड अरे कुनै के प्याड को छ अहिले त, तर यिनीहरू एउटै ड्याङको मुला हो। यिनीहरू कुनै नयाँ सोच, नयाँ विचार भएको होइन, यिनीहरूले जनतालाई उल्झाउने मात्रै हो, बुझ्नुभयो नि। जस्तो सिक्किममा हेर्नुहोस् एसडिएफ र एसकेएम भन्छ है। एसडिएफबाट हुनु त पहिला सिक्किमको अहिले जुन मुख्यमन्त्री पिएस गोले साहब हुनुहुन्छ, उहाँ पहिला एसडिएफको एउटा कर्णधार, एउटा दाहिने हात हुनुहुन्थ्यो पवन चामलिङको। तर उहाँले एसडिएफको बारीबाट बिरुवा ल्याएर रोप्ने काम गरेन, उहाँले एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा भनेर उनी नयाँ पार्टी खोल्यो, नयाँ गठन गर्यो, उसले छुट्टै सबै अहिले छुट्टै छ। अहिले के अरे अपोजिसन र पोजिसनमा जो छ एसकेएम र एसडिएफ दुईटा सरकार है छ अहिले, बुझ्नुभयो नि। तर हाम्रो दार्जिलिङ कालिम्पोङमा के हुँदैछ थाहा छ, यिनीहरू सबै तलदेखि माथिसम्म मिलेको हो, यिनीहरू एउटै हो, यिनीहरू एउटै गुँडको, एउटै डुँडको मौरी हो यिनीहरू, मौरी, एउटै डुँडको मौरी। भलाइ आम्ने सामनेमा भेट्यो भने लडाइँ गरे जस्तो गर्छ, तर एकछिनमा शान्त हुन्छ नि, यस्तै हो। यो जनतालाई आँखामा छारो हाल्ने काम मात्रै यिनीहरूको। यिनीहरू कसैले पनि छुट्टै अलग
अलग्गै नयाँ सोच नयाँ विचारसँगले छुट्टै पार्टी कसैले गठन गरेको छ अहिलेसम्म? सक्दैन गर्नु। तर किन गर्दैन भने यसमा ठुलो राजनीति ठुलो षड्यन्त्र छ। यो हामीले बुझेर बुझिन सक्ने कुरा छ यसमा है। यसको विश्लेषण मैले त छोटकारीमा मात्रै दिएको छु। यसको मूल मेन विश्लेषण आउँछ एकजना हाम्रो धेरै बुझकी मान्छे छ, उहाँले गर्नुहुनेछ। समय पर्खिँदै गर्नुहोस् है। र यही हो, यिनीहरूले केही लछारपाटो लाउँदैन र अब समय आउँदैछ छुट्टै यिनीहरूको बारीको मुला उखालेर यिनीहरूको बारीको मुलाको बिउलाई हामी रोप्दैनौँ है। अब हामी जनताले रोप्नु पनि हुँदैन, यिनीहरूको बारीमा फलेको मुला हामीले खानु पनि हुँदैन। अब चाहिँ पुरै दूषित यो पोइजन जस्तै हो क्या। र हामीले यो कुरा चाहिँ बुझ्नुपर्छ है। भलै हामी पार्टी नखोलौँला, तर जो खोल्ने मान्छेहरू छन् अब उनीहरूलाई चाहिँ हामी चाहिँ सपोर्ट गर्छौँ। भोलिको दिनमा हामी हुनेछौँ युवाहरू है। जतिमा अहिले नयाँ सोच र नयाँ विचार भएको हामी युवाहरू छौँ। र यति कुरा चाहिँ याद गर्नुहोस् तपाईँहरूले है, समय हामी हेरिरहेका छौँ, अझै पनि हेर्छौँ हामी। अझै समय डल्लै छ। अझै अब जुन तपाईँहरूले गर्नुभएको छ यो कहिलेसम्म हो? 4-5 वर्ष 3-4 वर्ष कति छ, चलाउँदै गर्नुहोस्, हामी देखिरहेका छौँ। तर भोलिको दिनमा चाहिँ अब तपाईँहरू यदि यस्तै भएर यत्तिकै नै छारो हाल्ने काम गरिरहनु भयो भने चाहिँ अब भोलिको दिनमा सायद सोच्नुपर्ने हुन्छ है। जनताले पनि सबैले सोच्छौँ, हामी पनि सोच्छौँ। तपाईँहरूको शोषण अत्याचार धेरै सह्यौँ हामीले है। 86 को आन्दोलन, 45 दिनको स्ट्राइक, 105 दिनको स्ट्राइक, अहिले दुनियाँ तनावको है। हामी बगानमा सालभरि काम गर्ने मान्छे बोनसको लागि गएर धर्ना बस्नुपर्ने, आफ्नै हकको लागि आफै लड्नुपर्ने स्थिति जुन बनाएको छ। अब सबै कुरोलाई कुहिएको त्यो जुन ड्याङबाट सबै मुला जति निकालेर अब हामी नयाँ ठाउँमा फेरि नयाँ बिरुवा तर बिरुवा तपाईँहरूको यो बारीबाट हामी उखालेर नरोप्ने। अब त्यही हुने रहेछ। अब नयाँ बिरुवा नयाँ कताबाट मगाएर हुन्छ, सायद कतैबाट हुन्छ होला, मगाएर हामी रोप्नेछौँ है भन्ने हामीले सोच विचार राखेको छौँ। तर अझै धेरै परिपक्व भएर तपाईँहरूसँग लड्नु, तपाईँहरूसँग हामीलाई गाह्रो पर्छ, थाहा छ हामीलाई। तपाईँहरूसँग पुँजी छ, पैसा छ, सब कुछ छ, हातमा पावर छ, ल एन्ड अर्डर छ, ममता दिदी छ है, आफ्नो जग्गामा राखेको छ भोलिको दिनमा। तर त्यसको लागि लड्नुको लागि हामीसँग तागत त चाहियो नि त। भर्खर हामी दुध दही घिउ खाएर अलिअलि सबैजना गर्दैछौँ। जुन दिन अब हामीलाई पनि त अब किनभने लडाइँ लड्नु छ भनेपछि त अपोजिसन एकदम कडा भएपछि त हाम्रोमा पनि त चाहियो नि तागत है। तर अब म त लड्नु पनि सक्दिनँ, त्यस्तो साह्रो म जान्दिनँ पनि। र जो लड्नेहरू छ उनीहरूलाई चाहिँ हामी साथ चाहिँ दिन्छौँ है। पछि बसेर अब हौसला दिने काम चाहिँ हामी गर्दैछौँ, गर्ने पनि छौँ है। त्यसको लागि त कुनै छैन। तर हुनु त मान्छेले आउँदाखेरि केही पनि लिएर आएको हुँदैन है। जति कमाउने गुमाउने भनेको यही दुनियाँमै बसेर हो। र तपाईँहरूकोमा पनि केही थिएन पहिला त, र अहिले छ। तर अहिले छ भनेर घमण्ड नगर्दा पनि हुन्छ। भोलिको दिनमा त्यो सकिनु कतिमा राजालाई के अरे सडकमा आउनु र सडकमा भएको भिखारीलाई राजा बन्नु समय लाग्दैन। अलिक कलिजुग हो, भइहाल्छ त्यो। अहिले 1 महिना 2 महिना सबरका फल मिठा होता है भनेको जस्तै आउँछ है। हामी पनि अब विचार गर्दैछौँ एकदमै राम्रो बोट लगाउने, जो चाहिँ आम जनता, बगान, तराई, डुवर्स, जो पछि पढेको जातिहरू छ, जो हाम्रो अहिलेको राजनीतिले हाम्रो दाजुभाइ धर्म कर्म सबै कुरो लगाएर फुटाउने काम, हामी सबैलाई जोड्ने काम हामी गर्नेछौँ। हामी भनेको एउटै हो, काटे खुन आउँछ। मुस्लिमको होस् कि क्रिस्चियनको होस् कि हिन्दूको होस्, राईको होस् कि मतवालीको होस् कि विश्वकर्माको होस् कि जोसुकै होस्, सट्टा काट्यो भने खुनै आउँछ, निचरे गुनै आउँछ है।
फेर्ने हामीले हावा भनेको त्यो एउटै सबैले नेताले फेर्ने हामीले पनि फेर्छौँ है। र त्यो हामी बुझ्दैछौँ भर्खर भर्खर। र अब हाम्रो जनताहरूले पनि बुझ्नुपर्ने हुन्छ यो चाहिँ है। र अब त्यही हो, समय अलिकतिलाई मान्नु पनि पर्छ, अब पर्खिनु पनि पर्छ है। अब धेरै विश्लेषण त मलाई आउँदैन अरू जस्तो अब धेरै लामो यस्तो एकदम भन्ने कुरो त अब त्यस्तो त म त जान्दिनँ। म त अब सिधा मान्छेको सिधै कुरा भने जस्तो क्या। त्यति नै हो। हवस् त आजलाई यति नै है। तपाईँहरू बस्नुहोस्, म चाहिँ गएँ है। नमस्कार।